गृहमन्त्री सुदन गुरुङजी चाहिँ काभ्रेको रोशी खोलासम्म त पुग्नुभएछ, खुसी लाग्यो। त्यहाँसम्म पुगिसकेपछि चाहिँ प्लिज हाम्रो महाभारत पनि एकचोटि भिजिट गर्नु होला, बाटोघाटो कस्तो छ भनेर। काभ्रे महाभारतको मान्छेहरूलाई चाहिँ सबैभन्दा धेरै समस्या हुने भनेको चाहिँ बर्खाको बेलामा हो कि होइन। हिउँदोमा त हामीलाई के प्रब्लम हुँदैन, हामी चाहिँ रोशी खोलादेखि हिँडेर जानुपर्छ। गाडी आउने जाने बाटो नै हुँदैन बाढी र पहिरोको कारणले गर्दाखेरि होइन। बोलेरो जान्छ, त्यो बोलेरोमा अलरेडी रासन पानी लोड भएको हुन्छ। त्यो लोड भएको गाडीमा मान्छे चढ्ने अवस्था नै हुँदैन। त्यो पनि मान्छेले बाटो खन्दै अगाडि खन्दै अनि पछिबाट लाँदै गर्नुपर्छ होइन। त्यति दुःख हुन्छ क्या। यो जति पनि महाभारतको मान्छेहरूले फेस गरेको कुरा हो है। अनि सबैलाई थाहा छ कति धेरै दुःख हुन्छ हामीलाई भनेर। गृहमन्त्रीले चाहिँ एकचोटि जसरी भए पनि अवलोकन गर्नु होइन, हाम्रो ठाउँ पनि के कस्तो छ बाटोको स्थिति भनेर। होइन हामीलाई चाहिँ हिउँदोमा पनि बर्खामा पनि गाडी हिँड्ने सहज चाहिँ बनाउनु पर्यो कि, बाटो बनाउनु पर्यो राम्रोसँग जे जसरी भए पनि। बर्खामा बाढी र पहिरो अनि गाडी हिँड्न सक्ने बाटो नभएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ पैदल यात्रा चाहिँ रोशी खोलादेखि नै गर्नुपर्छ कि घर जानको लागि होइन।